आजको दिनदेखि सुरु भयो। यहाँदेखि नयाँ वर्ष भन्छौँ हामीले। अनि 12 लो मध्येमा चाहिँ आज घोडा वर्षको सुरुवात गर्ने क्रममा सबैजनाले अब विश्वलाई शान्ति हैन समृद्धि अनि हाम्रो यहाँ डान्स स्टुडियोबाट चाहिँ सबैजनाको आफ्नो सुस्वास्थ्य दीर्घायुको कामना गरेर हामीले सबैजनाले धूपबाती बलेर हैन यहाँ छुमी भन्छौँ यसलाई दियोको शान्तिको दियो बाल्छौँ अनि त्यस पछाडि हामीले फर्मल कार्यक्रम सुरु गर्छौँ। यसमा चाहिँ अब हामीले विशेष गरी मैले आजको कार्यक्रमको बारेमा अलिकति मैले जानकारी दिन चाहन्छु। सबैजनालाई गुड मर्निङ। यहाँहरू सम्पूर्णजना पाल्नुभएको छ सोनम लोसारको अवसरमा हामीले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथै आजको दिनदेखि यहाँहरूको एउटा चाहिँ विशेष नयाँ वर्ष है नयाँ वर्ष सुरुवात भएको छ। सबैजनालाई आई होप म चाहिँ के भन्छु भने स्वास्थ्यको दृष्टिकोणले हामीले यहाँ जुम्बा आयोजना गरेका छौँ। भोलिको दिनदेखि हामीले यसलाई औपचारिक रूपमा नयाँ एउटा चाहिँ सकारात्मक भावना लिएर हामीले यहाँ आज दियो बत्ती बाल्ने बित्तिकै हामीले भोलिको दिनदेखि चाहिँ सबैजनाको एउटा चाहिँ आफ्नो मनको कामनाहरू सबैको इच्छा आकांक्षाहरू सबै पुरा होस् भनेर मैले भगवान बुद्धसँग प्रार्थना गर्छु। अनि अर्को कुरा चाहिँ स्वास्थ्यको दृष्टिकोणले हिजोको दिनभन्दा पक्कै पनि आजको दिनदेखि चाहिँ तपाईँहरूको एकदमै सुस्वास्थ्य पनि हुन्छ शान्ति पनि हुन्छ। अहिले जुनमा वर्ल्डमा अहिले भिक्षुले चाहिँ तपाईँको शान्तिको लागि प्रे गरिराख्नु भएको छ तपाईँहरूले देखिराख्नु भएको छ। एकदमै यो चिजलाई यो भावलाई चाहिँ सबैजनाले 2 मिनट चाहिँ मौन धारण गरिदिनु होला है। 2 मिनट मौन धारण गरिदिनु होला अनि त्यसपछि हामी औपचारिक कार्यक्रममा जान्छौँ।